टु माई न्यू भ्लग गाइस म चाहिँ आज होइन मेरो यो बुढाको गाउँतिर घुम्दैछु होइन। बुढाको गाउँतिर चाहिँ के छ भनेर म देखाउँदैछु। हेर्नुहोस् यता चाहिँ यत्रो अहिले मकैको सिजन रहेछ होइन। म घरबाट कहिले बाहिर ननिस्किने मान्छे, त्यही पनि मकै बारीतिर घुम्दै आइरहेको छु। मलाई चाहिँ आज गाउँ घुम्न रहर लाग्यो होइन, अनि त्यही भएर घुमेको। मलाई कुन ठाउँ भनेर चाहिँ थाहा छैन, त्यही पनि म चाहिँ घुम्दैछु। हेर्नुहोस् गाइस, पापाको गाउँ घरको जीवन यस्तै रहेको छ अरे। हेर्नुहोस् गाइस, यो कसको घर हो थाहा छैन, तर यहाँ चाहिँ फुलहरू कति राम्रो फुलिरहेको रहेछ होइन। हेर्नुहोस् गाइस, म चाहिँ घुम्दै होइन यो मेन रोडमा आइसकेको छु। झापाको मेन रोड चाहिँ यता रहेछ होइन। हेर्नुहोस् झापाको मेन रोड हेर्नुहोस् गाइस। गाइस कति राम्रो घरहरू रहेछ होइन। गाइस म चाहिँ घुम्दै यहाँ त कता आइसकेँ। यो चाहिँ श्रीजङ्घा चोक, यो लिम्बूहरूको खोइ के जातिलाई भन्दो रहेछ श्रीजङ्घा चाहिँ होइन। श्रीजङ्घा चोक रहेको छ। यहाँ चाहिँ हाम्रो ग्यास भराउने ठाउँ। उता चाहिँ घर बन्दैछ। सहर जस्तै छ, त्यही पनि के गर्नु, सुनसान रहेछ। श्रीजङ्घा चोक यहाँ माथि रहेको छ होइन। गाइस मेरो घर चाहिँ वहाँ पर, म चाहिँ अब घरतर्फ जाँदैछु। काल कम्युनिस्ट पार्टी एमाले हेर्नुहोस् गाइस, गाउँघर यस्तै छ। हेर्नुहोस् गाइस, म चाहिँ मेरो घर आइसकेको छु। यहाँ छ मेरो घर। यहाँनिर सरको म्याडम चाहिँ धान सुकाउँदै हुनुहुन्छ। त्यहाँ पप्पी छ। सरसिङ गाइस, यहाँ कुखुरा पाल्नु भएको छ हाम्रो छिमेकी साथीभाइहरूले। अनि छिमेकीको घर चाहिँ बन्दैछ। अनि आयो, यो हो हाम्रो फाइनली घर। गाइस हाम्रो होइन इलामको जस्तै रहेको छ। हाम्रो बारी चाहिँ जम्मा यति छ। फाइनली हाम्रो घरको गेटमा आइसकेको छु। फाइनली घर आइपुगेँ। सो गाइस, म चाहिँ झापा गाउँ घुमेर नि घर आइसकेँ। हाम्रो घर पनि
सहरभन्दा कम छैन होइन भन्दैछु। सो गाइज हाम्रो घरमा चाहिँ यो गमला स्ट्यान्ड पनि छ। हाम्रो बारी चाहिँ यति हो होइन। हाम्रो एउटा स्कुटी पनि छ। हाम्रो घरभित्र चाहिँ यस्तो छ। धेरै दिनपछि घर बनाएको हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु नबिर्सिनु होला। जय नेपाल, बाई।